हेलो साथीहरु, हामी चाहिँ आज चुवाको फुल पकाउन गइरहेको छौं हो। मेरो चुवाको फुल एकदम फेभरेट हो अनि कसरी बनाउने छु म तपाईलाई रेसिपी देखाउने छु। आज हामी चाहिँ आज चुवाको फुल पकाउन गइरहेको छौं। यसलाई चाहिँ पानी हालेर उमाल्नु पर्छ। भुलुक भुलुक हाल्नु पानी डालिए, लाइटर लीजिए, अलिक सानो पारौं, अलिक उम्लिन दिउँ हैन। फेरि पनि उम्लिसक्यो। अब फेरि पनि हामी पानी फेक्नु पर्छ। ला घरडा पार्दिने कम्ती राख्दिन हौ, भक्कु किन राख्नु हौ, दबाई पो त। बस भयो। हेट यत्रो खायो भने मान्छे मर्छ। खै छोड्नु। यो चाहिँ प्रेसरको दबाई निकालिदिएको। प्रेसरे दबाई प्रेसरे। अब यसलाई मजाले धोएर लास्ट एकपल्ट पकाउनु पर्छ, उमाल्नु पर्छ। त्यहाँदेखिको मात्रै प्याज, टमाटर, खोर्सानी, अदुवा लाउनु पर्छ। गुड। त्यो नि पारा त। यहाँ हाम्रो सेफ हुनुहुन्छ चुवा उसिन्नुको लागि। अब यो चाहिँ फाइनल। अब चाहिँ प्याज टमाटर काट्दा हुन्छ। तपाईँ पकाउने कि म पकाउनु? कराई नै छेउ कालो भयो त बाबा। कस्तो उल्टा खनाको हौ। यो चाहिँ 3 पल्ट उसिनिसक्यौँ हामीले। अब चाहिँ यसको तितो 80% तितो जान्छ, 20% मात्रै रहन्छ। जसलाई लो प्रेसरहरू छ उनीहरूले पनि यो चाहिँ मजाले खान सक्छ। हाई प्रेसर हुने चाहिँ एकपल्ट उसिनेर मात्रै खाँदा पनि हुन्छ। तर 3 पल्ट उसिनेर खायो भने चाहिँ जिब्रो भित्र पसि जान्छ। भन्नु न। तपाईँले भनेको होइन, मैले मिठो बनाउँछ होइन प्रियञ्जलीहरूलाई क्या। यसले बनाएको चुवा खायो भने त जिब्रो पसि जान्छ भनेको होइन। यसरी पकायो भने पो जिब्रो पसि जान्छ। त एकपल्ट मात्रै उसिनेर पकायो भने कहाँ जिब्रो पसि जान्छ। तितो कलाबिक भएर मर्नु। कार्यक्रम पनि भयो। अझै एउटा दिउँ कि हो प्याज? सानोबाट ल्याइदिन्छु ल। एउटा मात्रै भयो। पाक्नुको लागि तयारी भइसक्यो। कहाँ जानु भएको? डल्लै छरियो त अन्त त्यो चपिङ बोर्डले त। हाल्नु न खोर्सानी बढाउन। आज म तपाईँलाई सिकाउँछु ल। आज म तपाईँलाई सिकाउँछु ल चुवा पकाउनु। एकछिन न हौ, एकछिन भुक्नु दिनु न त्यसलाई। प्याज, खोर्सानी, अदुवा मेन कुरा चाहिँ यसमा खोर्सानी र अदुवा र टमाटरले काम गर्छ।
यसरी तपाईहरुले पनि पकाएर खानु भयो भने चाहिँ जिब्रो पनि भित्र जानेछ, हात पनि चाटी चाटी खानु हुनेछ। हुन्छ आइले फोन गरेको थियो त हौ, यहाँ पनि गरेको थियो। हर्दी हाल्यो हैन, एकछिन एकछिन अहिले हाल्दैन, पहिला चुवा हालेर चलाउनु न। रङ खोर्सानी त्यति भए पनि हाल्नु न मात्रै हो। चुवा हाल्नुपर्छ अनि चलाउनु पर्छ। हाम्रो चुवा चाहिँ यतिको भइसकेको छ। प्याज टमाटर खोर्सानी लगाएर अब यसलाई मजाले टमाटर पाक्नु दिनुपर्छ। हाम्रो चाहिँ चुवा पनि पाक्यो। तपाईहरु पनि एकपल्ट यसरी बनाएर खानुहोस् होला, साह्रै नै मिठो हुनेछ।